हेलो गाइजहरू, यो चाहिँ हाम्रो किवी बारी है। योभन्दा 4 वर्ष अगाडि हाम्रो दाइले किवी लगाइसकेको थियो। अहिले यसरी फलेको छ। हामीले अस्ति 4-5 क्विन्टल बिक्री गरिसक्यौँ। अनि यति राम्रो किवीहरू यसरी फलेको छ गाइजहरू। आज चाहिँ किवी खानालाई हेर्नुहोस् न गाइजहरू, यो चाहिँ किवी है। किवी यसरी पाकेको छ। म र यहाँ सानो भदै हामी किवी खाना बारीमा आएको छौँ। किवी चाहिँ यसरी पाकेको रहेछ। उनले चाहिँ यो मौसम खाँदैछन् है। किवीहरू यसरी फलेको छ। यो चाहिँ अलिअलि बाँकी रहेको हो होइन। हामीले चाहिँ अस्ति 5-6 क्विन्टल बिक्री गरिसक्यौँ। यो चाहिँ हाम्रो मौसम है। मौसम हेर्नुहोस् त गाइजहरू, कति धेरै छ है यो मौसम है। अनि त्यो चाहिँ भोगटे हो। यो हेर्नुहोस् न, यो भोगटे पनि धेरै फलेको छ गाइजहरू, हेर्नुहोस् त। अनि त्यो चाहिँ केरा हो हाम्रो। अनि यो चाहिँ कागती हेर्नुहोस् न, धेरै फलेको छ। फलेर भुइँमा खसेको छ धेरै। हाम्रो चाहिँ यो लेलिनले यति धेरै टिपेको छ। यो चाहिँ रस बनाउनलाई हो। अनि लेलिन चाहिँ उता छन् मेरो कान्छो भदै। हेर्नुहोस् त गाइजहरू, हाम्रो यो मामुले दुःख गरेर यो केरा लाइस्या रहेछ। हजुर हस्। अनि यहाँ चाहिँ कागती हाम्रो है, कागतीको सानो बुट्टा। अनि मेरो सानो भदै राजा लेलिनले यो कागती यस्तरी खसिएछन् होइन, टिप्दैछन्। हामी चाहिँ यसको रस निकाल्ने तयारीमा छौँ। कति टिप्यौ लेलिन? सबै टिप्यो, बिस्तारै टिप्योस्। अनि यता चाहिँ हाम्रो किवी बारी है। अनि एकदम ठुलो छ। अनि यता सिमी है, चाहिँ चाकुरी लेक हाम्रो घरबाट देखिने एकदम रमाइलो अनि ठुलो चाकुरीको लेक है। अनि यता चाहिँ कागती लटरममा फलेको छ। अनि चाहिँ उता चाहिँ भोगटे छ हाम्रो। अनि त्यहाँ उखु बारी छ है। अनि उता नि कागती छ। अनि यता काँक्रा टन्नै छ, हेर्नुहोस् न गाइजहरू। अनि हाम्रो घरतिर पनि काँक्रा खाने भए हेर्नुहोस्। अनि यता नि कागती छ, हेर्नुहोस् गाइजहरू।